हेलो हेलो साथीहरू नमस्कार सबैजनामा। हाम्रो चाहिँ पानी खाने पिउने पानी चाहिँ यस्तरी लिन आउनुपर्छ। एकदमै सानो पानी आउँछ के पानीको यति अरू कपडाहरू धुनी चाहिँ खाना त पिउन त मिल्छ घरको पानी पनि, तर मिठो छैन भनेर हामी चाहिँ यसरी यस्तो धारामा पानी लिन आउँछौँ है साथी। पानी हेर्नु न कति सानो आउँछ नि। पानी एउटा बोतल पानी भरिनलाई एकदमै 20 देखि 25 मिनेटसम्म लाग्छ एउटा बोतल भरिन। भनेपछि आफै बुझ्नु कति टाइम वेस्ट गरेर हामीले पानी लानुपर्छ, पिउने पानी। यस्तो समस्या छ है साथीहरू हाम्रोतिर चाहिँ। तपाईहरुकोतिर कस्तो छ, के छ? पानीको कति सुविधा छ? यो आँखामा घुम्ने किरा फेरि यति आउँदैन हेर्नु न साथीहरू, पानी चुहिएको देख्नु भएको छ त? हेर्नु त यति सानो आउँछ के पानी, यति सानो आउँछ। म आएको ट्याक्कै 1 बजे आएको, अहिले 2 बजिसक्यो, 2:20 भइसकेछ। बल्ल 2टा बोतल पनि भरिरहेन भनेपछि अब म घर कहिले पुग्नु? हाम्रो चाहिँ यस्तो छ है, पानी लिन आउने ठाउँ चाहिँ यस्तो छ, यस्तो बाटो छ, यस्तो बाटोबाट आउनुपर्छ पानी लिन चाहिँ। यसरी यस्तो हरियाली छ ठाउँ चाहिँ हेर्नु न। यो आँखामा घुम्ने किरा हेर्नु है, ल हेर्नु त यस्तो विधि आउँछ आँखामा घुम्ने किरा। यस्तो किरा कति आउँछ के साथीहरू? तपाईकोतिर कस्तो छ? एकदमै पानीको समस्या चाहिँ धेरै नै छ हाम्रोतिर चाहिँ। पिउने पानी चाहिँ, अरू कपडाहरू धुने पानीहरू त घरमै आउँछ, त्यो त समस्या छैन। तर पानी पिउने पानी चाहिँ यो चाहिँ एकदम मिठो छ के पानी। त्यही कारणले एकदमै यति सानो भएको छ। अब बर्खामा चाहिँ अलि हुन्छ होला। यस्तो छ साथीहरू। मैले आजको दिन चाहिँ के गर्छु हजुरहरूलाई देखाउँछु है त। म अब पानी लग्छु, पानी लगेर भ्याएर मेरो बाबुहरू चाहिँ स्कुल गएको छ, स्कुलबाट आउँछ। स्कुलबाट आइसकेपछि खाजा दिनुपर्छ, खाजा बनाएर उनीहरूलाई खाजा रेडी बनाएर राख्नुपर्छ। त्यसपछि एकछिनपछि फेरि खाना बनाउने टाइम हुन्छ। यस्तै छ है साथीहरू। किरा हेर्नु न साथी, किरा कति आउँछ। यो आँखामा घुम्ने किरा, यो के किरा भन्छ यसको नाम? यति घुम्छ यो किरा चाहिँ। यस्तो छ साथीहरू। है अब चाहिँ मेरो पानी भरिन लाग्यो है। अबदेखि चाहिँ पानी यति भरियो, कति घन्टा लागेर। अब एउटा बाँकी छ। हेर्नुस् न पानी कत्रो छ। ल अब चाहिँ म यो भरेर घरतिर लाग्छु। पानी साह्रै गाह्रो भयो पानीको। अब बर्खा नलागुन्जेल यत्तिकै हो। हाम्रो यहाँ चाहिँ साथीहरू यस्तो छ के, मान्छेहरू पानी पाइँदैन भनेर राति 2 बजे 3 बजे पनि आउनुहुन्छ कि पानी भर्नलाई। लाइट बालेर साथीहरू जम्मा भएर त्यसरी आउनुहुन्छ के। यो हाम्रो यो ठाउँ, यो यसको यो धाराको नाम चाहिँ भर्तरी भनिन्छ। अनि यो भर्तरीमा चाहिँ त्यसरी एकदमै मिठो छ के पानी, फेरि चिसो छ। त्यसले गर्दाखेरिमा सबैजना यहीँ आउनुहुन्छ। तल घरहरू भए जति सबैजना यही पानी खानलाई लिन आउनुहुन्छ। त्यही भएर यति सानो हुन्छ पानी, एकदमै कुरेर लानुपर्ने हुन्छ। ल अब चाहिँ म पानी डोकोमा पानी हालेर
जान्छु है साथीहरू, यसरी हाल्नुपर्छ। अब पानी चाहिँ यति पानी लगियो भने अलि दिनलाई आनन्द हुन्छ है साथीहरू। यसरी डोकोमा पानी हालेर कोले बोक्न जान्नुभएको छ, कोले बोक्नु जान्नुभएको छैन। यसरी डोकोमा पानी हालेर नाम्लोले कतिजनाले त बोक्न पनि जान्नु हुँदैन होला। हेर्नुहोस् है, यसरी बोक्न पर्छ। यसरी पानी राखेर यसरी लानुपर्ने हुन्छ घरमा। मेरो चाहिँ घर पुग्नलाई अब 10 मिनट, यहाँबाट 10 मिनट लाग्छ। अझै एउटा भरिन बाँकी छ अलिकति। यस्तो कुर्न पर्ने हुन्छ। हेर्नु है, पानी मान्छेलाई सबभन्दा चाहिने भनेको पानी, अति आवश्यकता भनेको पानी। तर पानी नै छैन हाम्रो ठाउँमा चाहिँ पिउने पानी। अरू पानी त छ खाना पकाउने, ऊ पानी त, तर पिउने पानी चाहिँ छैन। त्यसको कारणले यता बगेर गएको छ कि साथीहरू पानी, त्यही भएर पानी नपुगेको यताबाट छिरेर गएको छ। सबै टालेर त गरेको, तर पनि फेरि छिरेर गइहाल्छ। बनायो फेरि त्यस्तै हुन्छ। यस्तो छ है साथीहरू। पानी बल्ल 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 भरियो। यसरी बोकेर लानुपर्ने हुन्छ पानी। हेर्नु है, यस्तो छ हाम्रोतिर चाहिँ पानी। यसरी बोकेर लानुपर्ने हुन्छ साथीहरू। तपाईँहरूकोतिर कस्तो छ? पिउने पानी यसरी बोक्नुपर्छ। यस्तो छ पिउने पानी लानको लागि। यस्तो ठाउँ छ है साथीहरू हाम्रोतिर चाहिँ। यस्तो यसरी जानुपर्ने हुन्छ। यस्तो छ बाटो।